निजी मेडिकल सञ्चालकहरू निजी मेडिकल शिक्षाको निजी क्षेत्रको धर्म जो यसले प्रतिस्पर्धालाई अगाडि बढाउने र प्रतिस्पर्धाबाट क्वालिटी इन्हान्स गर्ने जो यसको आधारभूत नैतिक धर्म हो हाम्रो निजी क्षेत्र अलिकति बढी पेट्टी टाइपको अलिकति बढी सेटिङमा धेरै चल्ने अलिकति बढी खुसामदमा धेरै चल्ने खालको भयो यसले प्रतिस्पर्धी चरित्र नै ग्रहण गर्न सकेन यो स्वास्थ्य क्षेत्रको मात्र हैन यो निजी अरु शिक्षाको क्षेत्रको पनि यसको मूल चरित्र यस्तो देखिएको छ हामीले राजनीतिक ढंगबाट कहिलेकाहीँ भन्दाखेरि त म चाहिँ यसलाई कता भतुवा पुँजीवादी चरित्र यसले अवलम्बन गरेको छ कि भन्ने आरोप छ जस्तो क्वालिटीको कुरा आयो हुन त मेडिकल कलेजहरू पनि एक किसिमले इन्भेस्ट गरेका हुन्छन् एउटा पार्ट बिजनेस होला तर सेवा नै मुख्य धर्म हो उहाँहरूको अनि अरू समस्या पनि छन् जस्तो कि कुनै पनि सर्वसाधारणको जनताको छोराले मेडिकल एजुकेसन नेपालमा पढ्न चाहन्छु भन्दाखेरि पढ्न पाउने वातावरण छैन एउटा फी पनि महँगो होला अर्को निश्चित कोटा तोकिएको हुन्छ त्यो कोटा संख्या भन्दा बढी भएको हुने बित्तिकै कि त विदेश जानु पर्यो कि अर्को वर्षको लागि फेरि तयार भएर बस्नु पर्यो अनि शुल्क पनि जस्तो सरकारले तोकेको भन्दा बढी शुल्क लिइरहेका विषयहरू पनि देखिन्छन् अनि क्वालिटीको कुरा गर्दाखेरि के कुरामा कमी भएको छ कुनमा कमी भएको छ भनेर अझै बढी स्पेसिफिक भएर जाने हो कि त्यतिर सोच्नु भएको छैन यी सबै विषयहरूलाई हामी जस्तो यसको नेपालमा भइरहेको यसको अध्ययनहरूमध्ये माथिमा आएको प्रतिवेदनलाई धेरैजनाले अब आधिकारिक हाम्रो अफिसियल डकुमेन्ट पनि हैन सरकारले नै बनाएको अथेन्टिक डकुमेन्ट पनि त्यो छ त्यसैलाई मात्रै पनि आधार बनाउने हो भने हाम्रा निजी मेडिकल एजुकेसनले चलाइरहेका ल्याबहरू त्यहाँनिरका पुस्तकालयहरू त्यहाँनिरका विद्यार्थीले गर्न पर्ने प्र्याक्टिस दिनदिनका प्र्याक्टिसको उनीहरूको उपलब्धता त्यहाँनिर प्राध्यापकले बनाइरहने प्रोजेक्ट वर्क अथवा प्र्याक्टिकल एक्सरसाइजहरूको रेसियो उहाँहरूसँगै बसेर संवाद गर्यो भने मात्रै पनि त्यहाँ समस्याका थुप्रै चुनौतीका थुप्रै चाङहरू भेटिन्छ त्यही भनेको त्यतातिर किन नहेर्नु भएको तपाईहरु अबको हाम्रो प्राथमिकता त्यो हो अबको हामीले एक त कस्तो हुँदो रहेछ भने यो कुरालाई हामीले स्वीकार्नै पर्छ हामी जस्तो सामाजिक विज्ञानका विद्यार्थीहरू धेरै राजनीतिमा क्रियाशील छौं यो टेक्निकल र यो मेडिकल अरु सेक्टरका टेक्निकल साइडका विद्यार्थी साथीहरू हाम्रो जस्तो प्रकृतिको विद्यार्थीमा डे टु डे बस्न भ्याउनुहुन्न त्यसैले उहाँहरूसँगको अन्तर्क्रियालाई चाहिँ हामीले प्रायोरिटीमा राखेका छौं जहाँनिर समस्या छ समाधानको उपाय पनि त्यहीनिर छ भन्ने कुरा हामीले विश्वास गर्दछौं र त्यसकारण टेक्निकल त्यही साथीका मेडिकल एजुकेसनका साथीहरूसँगै अलिक बढी संवाद बढाउने इन्जिनियरिङका साथीहरूसँग पनि अलि बढी संवाद बढाउने हाम्रो त्यस्तो खालको एक्सरसाइजहरू हामीले सुरु गरेका छौं मलाई लाग्छ आगामी दिनमा हामीले गर्ने त्यो एक्सरसाइजहरूबाट ठोस रूपमा हामीले हाम्रो पोजिसन पेपर नेपाली विद्यार्थी संघको पोजिसन पेपर मेडिकल एजुकेसनका विषयमा यी समस्याहरू हुन् सैद्धान्तिक ढंगबाट हामीले यसलाई जस्तो तपाईले भन्नुभएको जस्तो एजुकेसन यो प्राइभेट यो विषय होइन दिस इज नट द पब्लिक गुड दिस इज प्राइभेट दिस इज नट द प्राइभेट गुड दिस इज पब्लिक गुड अथवा यो सार्वजनिक विषय हो भन्ने कुरा जब हामीले यसमा यो सैद्धान्तिक मान्यतालाई हामी टेक्छौं भने त्यसका आधारमा जुन निजी शिक्षाले जे मौजूदा नियम कानून अन्तर्गत रहेर उहाँहरूले लगानी गर्नुभएको छ उहाँहरूको लगानीको सुरक्षाको विषय पनि एउटा लोकतन्त्रवादी विद्यार्थी संगठनको हिसाबले हाम्रो प्रतिबद्धता रहन्छ सधैँभरि उहाँहरूलाई लगानी मैत्री वातावरण बनाइदिने उहाँहरूको लगानीको सुरक्षा गर्ने कुरा पनि हाम्रो एकदमै प्रायोरिटीको विषय हो त्यसमा हामीले कहीँ पनि सम्झौता गर्दैनौं त्यसको अर्थ निजी शिक्षाहरू बन्द हुनुपर्छ रोक्नुपर्छ त्यो होइन तर उहाँहरूले सम्बन्धन लिने गर्दा जुन खालका नियमहरूसँग आबद्ध भएर गर्नुभएको छ यो परिस्थितिमा यो स्ट्रक्चरमा यो नियमभित्र रहेर मैले यस्तो खालको क्वालिटी दिन्छु यस्तो खालको गुणस्तर दिन्छु यो गुणस्तर दिनका निमित्त म सहमत भएर यो उद्यममा यसमा म प्रवेश गरेको हुँ यो सेवारूपी उद्यम हो है यसले बियर फ्याक्ट्री र मेडिकल कलेज खुलाका बीचको त के तात्विक भिन्नता हुनु पर्यो नि यो खालको उद्यममा म आएको हुँ है भन्ने जुन कुरा सम्झौता गरेर आउनु भएको हुन्छ त्यसको एकदमै अक्षरशः पालना भइदिने हो भने धेरै कुराहरूको समस्या निर्मूल हुन्छ धेरै समस्याहरू निराकरण